आजभन्दा 212 वर्ष अगाडि इयर 1814 मा नेपाल यस्तो देखिन्थ्यो, जसलाई हामी ग्रेटर नेपाल भनेर आज पनि गर्व गर्छौं। तर 2 वर्षपछि इयर 1816 मा एउटा सन्धि भयो, जुन सन्धिले नेपाल यो नक्साबाट यो नक्सामा सीमित भयो। त्यो सन्धिको नाम थियो सुगौली सन्धि। तर अचम्मको कुरा, त्यो सन्धि सकिएको 212 वर्ष भइसक्यो, तर बहस अझै सकिएको छैन, किनकि सन्धिले दिएको चुच्चे नक्सा त हामीसँग छ, तर त्यो चुच्चे नक्साभित्रको जमिनको कहानी अझै पनि अधुरो छ। हामीले बचपनदेखि एउटै गीत सुन्यौं, कालापानी हाम्रै हो, लिम्पियाधुरा हाम्रै हो। तर यदि त्यो जमिन हाम्रै थियो भने त्यो जमिन इन्क्लुड गरेको नक्सा नेपालले 2020 भन्दा अगाडि कहिले युज गरेन। किन? आफ्नै नक्सा युज गर्न ओली सरकारले संविधान जो संशोधन गर्नु पर्यो। किन स्कुलका किताबदेखि सरकारी कार्यालयहरूसम्म चुच्चे नक्सा कहिले युज गरिएन? र सबैभन्दा ठुलो प्रश्न, के गल्ती नक्सामा थियो कि हामीले सुनेको कहानीमा? यो भिडियोमा 2018 को सुगौली सन्धिदेखि 2020 को चुच्चे नक्सासम्म म्याप, ट्रिटी, सर्वे रेकर्ड, सेन्सर, जमिनको ट्याक्स रिसिप्ट र हिस्टोरिकल डकुमेन्टको आधारमा एक घटना तपाईँको अगाडि राख्नेछु। त्यसपछि तपाईँ आफै डिसाइड गर्नुहोला कि लिम्पियाधुरा, लिपुले, कालापानी इतिहासले नेपाललाई दिएको सत्य हो कि जस्ट राजनीतिक स्टोरी। लेट्स स्टार्ट। हेर्नुहोस्, यो कहानीलाई सिम्पल तरिकाले बुझ्नको लागि हामी सुगौली सन्धिभन्दा अगाडि इयर 1791 मा जानुपर्छ। त्यो बेलाको दुनियाँ आज जस्तो थिएन। युनाइटेड नेसन थिएन, इन्टरनेसनल कोर्ट थिएन। बर्डर डिस्प्युट भयो भने डिप्लोमेटिक मिटिङ हुन्थेन। सिम्पल रुल थियो, जसको तरबार बलियो, जमिन उसको। र त्यही समयमा गोर्खालीहरूले नेपाललाई एग्रेसिभली एक्सपान्ड गरिरहेका थिए। यति एक्सपान्ड कि कुमाउ राज्य, जुन आजको उत्तराखण्ड नामले चिनिन्छ, त्यसको ठूलो भाग नेपालको कन्ट्रोलमा आइसकेको थियो। नेपाल ग्रेटर नेपाल बनिसकेको थियो। तर प्रब्लम के भयो भने त्यो बेला नेपाल मात्र एक्सपान्ड भइरहेको थिएन, यता इन्डियाभित्र इस्ट इन्डिया कम्पनी पनि एक्सपान्ड हुँदै थियो। र यही त्यो पोइन्ट थियो जसले हाम्रो पुरा हिस्ट्रीलाई युटर्न गरिदियो। भयो के भने नेपाल पूर्वदेखि पश्चिमसम्म फैलिएपछि इस्ट इन्डिया कम्पनीले तिब्बतसँग बिजनेस गर्ने रुट पाएन। इन्डियाको सामान उठाउने, तिब्बतमा लगेर बेच्ने अनि पैसा कमाउने, यो बाहेक अरू केही इन्टेन्सन थिएन इस्ट इन्डिया कम्पनीको। अब सिम्पल कुरा हो, पैसा छापौँला भनेर इन्डिया छिरेको। त्यही काम गर्न नपाएपछि इयर 1814 मा गोर्खाली र इस्ट इन्डिया कम्पनीको युद्ध भयो। 2 वर्ष युद्ध चल्यो, तर गोर्खालीहरूले हारे। त्यही मौकामा ब्रिटिसरहरूले अड्डी कसे, यदि युद्ध रोकाउने हो भने सन्धिमा हस्ताक्षर गर, नत्र युद्ध रोकिन्न। गोर्खालीहरूसँग अरू अप्सन थिएन, सो साइन गरिदिन्छन् र यसरी जन्मिन्छ सुगौली सन्धि 1816। यो सन्धिको सिम्पल मिनिङ यही थियो कि अब यो जमिनको लडाइँ झगडा छोडौँ, काली नदीलाई बर्डर तोकौँ, योभन्दा पूर्वको हिस्सा नेपालको, पश्चिमको हिस्सा इन्डियाको। यहाँसम्म सबै कुरा सिम्पल चलिरहेको थियो। असली दिमाग खराब यहीँबाट हुन्छ। काली नदीलाई सिमाना त तोक्यो, तर काली नदीको स्टार्टिङ पोइन्ट केलाई मान्ने? किनकि जुन यो काली नदी छ, यदि यो लिम्पियाधुराबाट बग्छ भनेर मान्ने हो भने यो ग्रिन एरिया सबै नेपालको हुन्छ। होइन, यो कालापानीबाट बग्छ भनेर मान्ने हो भने यति एरिया मात्रै नेपालको हुन्छ। तर काली नदीको मुहान लिपुलेको भनेर मान्ने हो भने यो सबै एरिया इन्डियाको हुन्छ। र अहिलेको सबैभन्दा ठुलो विवाद पनि यही हो, काली नदीको मुहान आखिर हो त हो कुन? त्यसको लागि त्यति बेलाका डकुमेन्टहरूले के भन्छन्? एक सालको घटना खोतलेर हेर। हेर्नु, सन्धि भयो 1816 मार्चमा। त्यही सालको डिसेम्बरतिर एकजना ब्रिटिस सर्वेयर WS वेबले कुमाउ एरियाको मात्रै म्याप निकाले। त्यो म्यापमा काली नदीलाई लिम्पियाधुराबाट बग्छ भनेर देखाइएको छ, तर लिम्पियाधुरालाई नेपालमा नदेखाएर कुमाउमा देखाइएको छ। त्यसैले यो म्यापले प्रब्लम सल्भ गरेन, उल्टै कन्फ्युजन क्रिएट गर्यो। हेर्नुहोस्, त्यो पार्टिकुलर टाइममा अहिलेको जस्तो सिमाना छुट्याउने GPS, ड्रोन केही थिएन। बर्डर छुट्याउनु पर्यो भने खोला, नदी, जङ्गल यिनै चिजहरूलाई आधार बनाएर छुट्याइन्थ्यो। जोन एडम, जो ब्रिटिस सरकारका अधिकारी थिए, उनी आफैले भन्थे कि सरकारसँग भएका नक्सा यति इनएकुरेट छन् कि बााउन्ड्री फिक्स गर्न गाह्रो छ। त्यसपछि इयर 1817 आउँछ। यो वर्ष 2 वटा घटना घट्छन्। पहिलो, ब्रिटिसरहरूले महाकाली पूर्वका छुन्द्रुक र टिकर गाउँहरू नेपाललाई फिर्ता दिन्छन्, जुन गाउँ अहिले पनि नेपालको दार्चुला डिस्ट्रिक्टमा छन्। दोस्रो घटना जुन एकदमै इम्पोर्टेन्ट थियो, नेपालका गभर्नर बम शाहले ब्रिटिसरहरूसँग दाबी गर्छन् कि काली नदीको सोर्स कुटियाङतिला मान्नुपर्छ र यो एरियामा पर्ने गाउँहरू कुटी, नाबी, गुन्जी नेपालको हुनुपर्छ। र ब्रिटिस सुप्रिम गभर्नमेन्टले यो कुरालाई अस्वीकार गर्छ। यो त्यो लेटरको स्क्रिनशट जुन ब्रिटिस सुप्रिम गभर्नमेन्टले कुमाउका कमिसनरलाई 5 सेप्टेम्बर 1817 मा पठाएका थिए। ब्रिटिसरले साफ साफ भनिदिन्छन् कि काली नदीको ओरिजिनल मुहान कालापानी हो। त्यसपछि समय बित्दै जान्छ। इयर 1827 देखि 1850 सम्म अनेकौं म्याप पब्लिस हुन्छन्। अलमोस्ट सबै म्यापमा काली नदीको मुहान कालापानी जो हो भनेर देखाइन्छ। यो इयर 1850 मा सर्वे अफ इन्डियाले पब्लिस गरेको म्याप। हेर्नुहोस्, यहाँसम्म स्टोरी क्लियर थियो कि ब्रिटिसरहरूले सिमाना कालापानीलाई मान्छन्, लिम्पियाधुरालाई मान्दैनन्। बट स्टिल कालापानी नेपालकै थियो। तर इयर 1879 मा हिस्ट्रीले अर्को युटर्न लिन्छ। ब्रिटिसरले हद पार गर्छन्। अहिलेसम्म कालापानी नेपालकै हो भनेर आफैले बर्डर डिफाइन गरेका थिए, तर अहिले नयाँ नक्सा निकालेर काली नदीको मुहान यहाँबाट उठाएर यहाँ पुर्याइदिन्छन्। विदाउट नयाँ ट्रिटी, विदाउट सम्झौता यो हरकत गरेर ब्रिटिसरहरूले सुगौली सन्धिको पनि धजिया उडाए। यो हो त्यो बेलाको म्याप। सोच्नुहोस् त, जमिन लुट्नको लागि अन पेपर खोला नै सार्दिए। र सकिङ कुरा के छ भने ब्रिटिसरले यो हरकत गर्नभन्दा करिब 10 वर्ष पहिलेदेखि अर्को काम पनि गर्दै थिए। ब्रिटिस अधिकारी GOB ब्याकेटले यिनी एरियाका रेसिडेन्टहरूको
ल्यान्ड रेभिन्यू ट्याक्स उठाएको रेकर्ड फाइल गरिसकेका थिए ताकि पछिको लागि एभिडेन्स फ्याक्टर मजबुत होस्। करिब 938 पेजको राजस्व रिपोर्ट मध्ये 296 र 298 पेजको स्क्रिनशट हो यो। त्यसपछि आउँछ इयर 1947। ब्रिटिसरहरू इन्डिया छोडेर जान्छन्, इन्डिया आजाद हुन्छ। हामीसँग यही मौका थियो जमिन क्लेम गर्ने। इयर 1950 मा इन्डियाले नेपालसँग मिलेर ट्रिटी अफ पिस एन्ड फ्रेन्डशिप साइन गर्यो। यो ट्रिटीको आर्टिकल 8 ले पुराना सबै सन्धि खारेज गरिदियो। इन्डियाको मास्टर प्लान हेर्नुस्, एकातिर पाकिस्तानले डेली कश्मीर र बर्डरको लागि न्यू खोज्दै थियो, अर्कोतिर चाइनाले तिब्बतलाई कब्जा गर्ने दाउ हेर्दै थियो। इन्डियाले सोच्यो यो लोकेसन नेपाललाई दियो भने भोलि चाइना आएर उसको आँगनमा खडा हुन्छ। यही रिजनले इयर 1954 मा इन्डियाले पनि आफ्नो अफिसियल म्याप पब्लिस गर्छ, डिस्प्युट एरिया इन्डियामा इन्क्लुड गरेर। यति सब भइसकेपछि फाइनली नेपाल निजबाट बिउजिन्छ र फर्स्ट टाइम गुन्जी, नाबी, कुटी एरियाको सेन्सस स्टार्ट गर्छ 1961 मा। तर ट्रेजेडी र जियो पोलिटिक्सको गेम अझै सकिएको हुँदैन। त्यही साल चाइनाले नेपालसँग एउटा ट्रिटी साइन गर्छ। त्यो ट्रिटीमा नेपाल आफैले पिलर 1 लाई आफ्नो सिमाना मान्छ, मतलब कि डिस्प्युट एरिया नेपालमा नपर्ने गरी हामी आफैले साइन गर्यौं। त्यति मात्रै हैन, यो हिस्ट्रीकै सबैभन्दा ठूलो सेल्फ गोल इयर 1979 मा हुन्छ। नेपालले आफ्नो अफिसियल म्याप पब्लिस गर्छ र आफ्नो म्यापबाट आफ्नै एरिया आफैले गायब गर्छ। यस्तो डिसिजन त कसैले नसामा पनि गर्दैन। भिडियोको स्टार्टिङमा एउटा क्वेशन थियो नि कि 2020 भन्दा पहिला नेपालले चुच्चे नक्सा कतै युज गर्दैन किन? यही टाइमदेखि हो स्कुलको बुकदेखि गभर्नमेन्ट अफिस चारैतिर इनकम्प्लिट म्याप युज गर्न स्टार्ट भएको। यो हो 1978 को जियोग्राफी सब्जेक्ट, अहिलेको सोशल सब्जेक्ट जस्तै। बुकमा कुनै पनि चुच्चे नक्सा युज भएको छैन। यसको आर्काइभ लिंक डिस्क्रिप्सनमा छ, चेक गर्न सक्नुहुन्छ। इन्ट्रेस्टिङ कुरा त के छ भने हामीले जमानादेखि एउटा स्टोरी सुन्दै आयौं कि कालापानी एरिया नेपालकै थियो। 1965 मा इन्डिया चाइना वारको बेलामा इन्डियन सेना कालापानी छिरे, फर्केर गएनन्। तर इन्डियन इन्टेलिजेन्स र त्यति बेलाको पुलिस रेकर्डको अनुसार इन्डियन सेना 1954 देखि जो चेकपोस्ट राखेर बसेको देखिन्छ। यो त्यति बेला कालापानीमा अपोइन्ट भएकाहरूको पुलिस रेकर्ड। बीएन मलिक जो त्यति बेला इन्टेलिजेन्स ब्युरोका हेड थिए, उनको बुकमा इयर अफ नेहरूमा पनि यो कुरा मेन्सन छ। त्यो 1962 मा सेना आएको जुन स्टोरी छ त्यसलाई त राजा महेन्द्रले पछि हटाइदिइसकेका थिए। हेर्नुस्, अहिलेसम्मका सबै कुराहरूलाई अब्जर्भ गर्दा जति बेला नेपाल आफ्नै पारामा मस्त थियो त्यति बेला दुनियाँ भरका देशहरू आफ्नो फ्युचरको तयारी गर्दै थिए। आफ्नो देशको स्ट्राटेजिक लोकेसन कुन हो, फ्युचरमा ट्रेड गर्न कुन रुट चाहिन्छ। तर नेपालमा एउटै कुराले सधैँ जरा गाडेर बस्यो, पोलिटिक्स। हेर्नुस्, मोनार्की होस् कि डेमोक्रेसी होस्, आफ्नै भूमि क्लेम गर्न त परको कुरा, आफ्नै म्यापबाट भूमि गायब गरिदिए जस्ट टु सेक्युर देयर आउन पोलिटिकल पावर। यस्तो हैन कि इन्डियाले फर्स्ट टाइम म्याप पब्लिस गर्यो अनि यो सब ताण्डव सुरु भयो। यस्तो पनि हैन कि फर्स्ट टाइम लिपुलेक एरियाबाट इन्डिया चाइना रुट स्टार्ट भयो। 1991 देखि रेगुलर ट्रेड रुट एग्रिमेन्ट भइरहेछ। तर नेपालमा आवाज तब मात्रै उठ्छ जब कसैलाई राष्ट्रवादी बनेर भोट बटुल्न हुन्छ कि कसैलाई राष्ट्र विरोधी देखाउन हुन्छ। हिस्ट्रीले हामीलाई पटक पटक मौका दियो। 1817 सम्म लिम्पियादुरा हाम्रो थियो, 1879 सम्म कालापानी हाम्रो थियो। अरूले हाम्रो जमिन लुटेको हैन, हामी आफैले प्लेटमा सजाएर दिएको हो। अझ अर्को अचम्मको कुरा के हो भने जुन एरिया नेपालले क्लेम गर्दैछ अहिले, आजको दिनमा त्यहाँका जनताको डे टु डे लाइफ, प्रशासनिक काम, बाटोघाटो, बिजुली पानी सब इन्डियाले प्रोभाइड गर्दैछ। बाइचान्स त्यहाँ नेपाली भएर बस्नु पर्यो भने आदि मानव भएर बस्नुपर्छ। न टावर, न नेट, न बिजुली। फेसबुक स्ट्याटसमा भूमि क्लेम गर्न सजिलो छ, तर रियालिटी त यो हो कि त्यो भूमिमा आजसम्म कोही नेताले पाइला टेकेको छैन। तितो शक्ति यही हो, न त हामीले हिस्ट्रीलाई आफ्नो बनाउन सक्यौं, न त त्यो जमिनको टुक्रामा बस्ने मान्छेलाई नेपाली बनाउनु। भनिन्छ नि काल्पनिक कथा, काल्पनिक कहानी बुकमा साह्रै मिठो सुनिन्छ, तर रियालिटीमा पोसिबल नै हुँदैन। अहिले यो जमिनको टुक्रा पनि मन भतभती पोल्ने कहानी भएर बसेको छ।